नमस्ते साथीहरू, वेलकम टु एनदर भ्लग। आज हामी काठमाडौँबाट करिब 22 किलोमिटर टाढा फर्पिङ नजिकै रहेको प्रसिद्ध र ऐतिहासिक दक्षिण काली मन्दिरतर्फ जाँदैछौँ। आजको यो यात्रा एकदमै खास हुनेछ, सो भिडियो अन्त्यसम्म हेर्नुहोला है। आजको दिनको सुरुवात भयो बिहानै उठेर एक गिलास पन्तातो पानी पिउँदै, त्यसपछि छिटो छिटो नुहाइधुवाइ गरेर सफा लुगा लगाएर हामी यात्राको लागि पूर्ण रूपमा रेडी भइसक्यौँ। बिहानै यसरी तयार भएर यात्रामा निस्किँदाको फ्रेसनेस भने कतिले महसुस गर्नुभएको छ, एकदमै मजा आउँछ है। घरबाट निस्केर हामी बस चढ्ने ठाउँसम्म पैदल अगाडि बढ्दैछौँ। बिहानीको चिसो हावा, शान्त बाटो अनि दक्षिण कालीको दर्शन गर्न पाउने उत्साहले घोडा आफै छिटो छिटो चलिरहेका छन्। हाम्रो बस चढ्ने ठाउँ पनि आइपुगेको छ। हामी बसमा चढिसक्यौँ र ट्याक्क लाएर झ्याल छेउको सिट पनि पाइएको छ। अब सुरु हुँदैछ काठमाडौँदेखि फर्पिङ हुँदै दक्षिण कालीसम्मको सुन्दर र घुमाउरो यात्रा। फाइनली साथीहरू, 1 घन्टाको लामो बस यात्रापछि हामीहरू दक्षिण काली मन्दिरको बस स्टपमा पुगेका छौँ र बस रोकेको छ। बसको एकदमै भिडभाड पनि छ। अब हामीलाई भोक लागि पनि सकेको छ र मम्मीलाई दबाई खानको लागि पनि हामी काँक्रा किनेर खाँदैछौँ। हेर्नुहोस् त। त्यसपछि हामी मन्दिर गयौँ। अब हामी मन्दिर पुग्दासम्म त मन्दिर बन्द भइसकेको थियो। लगभग 2 घन्टाको लागि ब्रेक टाइम भनेर मन्दिरमा बन्द हुँदो रहेछ र मम्मी यहाँ 2 घन्टासम्म अब कुर्दै हुनुहुन्छ पूजा गर्नको लागि। माथिल्लो मन्दिर जाँदै गर्दाखेरि बाटोभरि यो खुवा भन्छ कि पुवा भन्छ, कतिजनाले खानुभएको छ। एकदमै बेच्नेहरूको भिडभाड थियो र माथि पुगिसकेपछि मम्मी र हाम्रो भतिज बजै नाति पूजा गर्नतर्फ लागेका छन्। म पनि उहाँहरूको क्यामेराम्यान, अनि मम्मीले हामी सबैलाई टिका सिका लगाइदिनु भयो पूजा गरेर। थोरै दक्षिणकाली मन्दिरको जानकारी तपाईँहरूका लागि। काठमाडौँबाट 22 किलोमिटर दक्षिणमा रहेको दक्षिणकाली मन्दिर 17औं शताब्दीमा राजा प्रताप मल्लले निर्माण गर्नुभएको हो भनेर भन्ने गरिन्छ। यो 2 पवित्र नदीको दोभान र घना हरियालीको काखमा रहेको छ। यो मन्दिर धार्मिक दृष्टिले मात्र नभई प्राकृतिक सौन्दर्यका हिसाबले पनि निकै मनमोहक देखिन्छ। यदि तपाईँहरूलाई पनि शान्त र पिसफुल एरिया चाहिएको छ घुम्नको लागि र धार्मिक आस्था पनि राख्नुहुन्छ भने तपाईँहरूको लागि एकदमै बेस्ट यो मन्दिर परिसर रहन सक्छ। यहाँको इन्भाइरोमेन्ट, यहाँको वातावरण यस्तो दामी छ, यस्तो दामी छ। तपाईँहरू यहाँ आएपछि मात्रै त्यसको महसुस गर्न सक्नुहुनेछ। कस्तो लाग्यो मन्दिर? राम्रो लाग्यो? पूजा गर्यो? के भन्नु, के माग्यौ त? मलाई राम्रो पढ्नुहोस् भनेर? साँच्चै? अब ल, कस्तो लाग्यो दक्षिणकाली मन्दिर? राम्रो लाग्यो? के मन्नत माग्नु भयो? कस्तो लाग्यो मम्मी दक्षिणकाली? फेरि आउने? म त माग्नलाई आएन, हेर्नलाई आएन हो? के भन्नु त? के देख्नुभयो त अनि त्यहाँ हेरेर? प्राकृतिक सुन्दरता। घर बनाएर आयो? खोलामा घर बनाएर आज ल, बधाई छ।